नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले दर्जनौं युद्ध जिते, शक्तिशाली राजाहरूले पराजित गरे र आजको नेपालको आधार निर्माण गरे। तर एउटा रोचक प्रश्न छ, आखिर यति महान राजाको अन्त्य कसरी भयो? आखिर उनको मृत्यु कसरी भयो? 20 सन् 1831 माघ महिनातिर पृथ्वीनारायण शाह गम्भीर रूपमा बिरामी परेका थिए। विभिन्न ऐतिहासिक स्रोतहरूका अनुसार उनलाई लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याहरू थियो। विशेष गरी अत्याधिक युद्ध, निरन्तरता यात्रा, शारीरिक थकान र त्यति बेला आधुनिक चिकित्साको सुविधा नहुँदा रोगको सही पहिचान पनि सम्भव थिएन। जीवनको अन्तिम चरणमा उनी नुवाकोटको देवघाट क्षेत्रमा पुगे। त्यहाँ उनले आफ्नो भारदार सैनिक र परिवारका सदस्यहरूलाई बोलाएर राज्यको भविष्यबारे महत्त्वपूर्ण निर्देशन दिए। यही सल्लाह र मार्गदर्शन पछि गएर जीपे उपदेशका रूपमा प्रसिद्ध भयो, जसमा उनले नेपाललाई दुई विशाल शक्ति बीचको तरुल अर्थात् संवेदनशील राष्ट्रको रूपमा व्याख्या गरेका थिए। बिरामी अवस्था झन गम्भीर बन्दै गयो। अन्ततः 20 सन् 1831 माघ 1 गते लगभग 92 वर्षको उमेरमा देवघाटमा उनको निधन भयो। उनको मृत्यु कुनै युद्ध भूमिमा होइन, रोग र शारीरिक कमजोरीका कारण भएको थियो। तर मृत्युको क्षणसम्म पनि उनको चिन्ता आफ्नो जीवन होइन, नेपाल राज्यको भविष्य थियो।